हेलो गाइस, हामी चाहिँ आज फर्स्ट टाइम पुग्नेको छु घुम्न जाँदैछ र उसको साथीहरू पनि र कुन रियाक्सन सुन्नुभएको कस्तो फिल हुँदैछ? अम्मै म त कालै देखियो। कस्तो फिल हुँदैछ? ओके 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 यता 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 कस्तो फिल हुँदैछ? रमाइलो कस्तो फिल हुँदैछ? एक्साइटेड। ओके सबैजना एक्साइटेड छौँ। स्टार्ट भइसक्यो। अनप्लान ट्रिप इज सक्सेस। गाइज हामी चाहिँ अब पुगिसक्न लागेका छौँ के अरे शिव मन्दिर। We are very excited. Like, comment and subscribe guys. कस्तो फिल हुँदैछ? केही भन्दैनन् त यार? एकदमै खास त छ। गाइस हामी चाहिँ थोरै माथि हिँडेर आइसकेका छौँ। तपाईले साइडमा भ्यू देख्न सक्नुहुन्छ। अझ रियल आँखाले हेर्दा धेरै राम्रो छ फोनमा भन्दा। ल बहिनी ब्लग्समा केही भनिदेऊ। गाइस कस्तो फिल हुँदैछ? लसुक दुई शब्द जाओस्। आओ गाइस इग्नोर अस। हामी चाहिँ गाइज अब माथि जान लागिसकेका छौँ। त्यो तपाईँले डमर देख्न सक्नुहुन्छ। अनि साथीहरू हिँडेका छन्। म लास्टमा छु। त्यही हो अब त्यहाँ हामी त्यहाँसम्म पुग्नु छ। अनि त्यहाँ व्हाइट प्यागोडा तपाईँहरूले देख्न सक्नुहुन्छ। ऊ रहेको छ त्यहाँ पनि हामी जानेवाला छौँ। ल यही हो त गाइज। डोन्ट फर्गेट टु सेयर सब्सक्राइब एन्ड लाइक माई भिडियोज। कमेन्ट पनि गरिदिनु हजुरलाई कुन ठाउँ मन पर्यो। So beautiful. हामी चाहिँ जाँदैछौँ गाइस। कति राम्रो हो भ्यू। Feeling good and tired also. गाइस वी आर भेरी टायर्ड अनि हिँडिरहेछौँ। तर अझै पुग्न टाइम लाग्नेवाला छ। अनि म चाहिँ यो हातमा लिएर घुमिरहेको छु। मलाई ल हामी चाहिँ दिस मच नियर आइसक्यौँ। अब अझै 5 मिनट आई थिङ्क 5-10 मिनट भनेको नि धेरै बेर भइसक्यो। हाम्रो सास अड्किसक्यो। यस्तो लाग्दैछ कि यहीँ बसिराखौँ जस्तो। अनि देख्न सक्नुहुन्छ थाकिरहेका मान्छेहरू थाक्नुभयो है एकदम। यता फोटो सुट चलिरहेछ। ल खिचौँ। ल गाइज फाइनली आइपुगेका छौँ। ओ माई गड ल कस्तो फिल भइरहेछ आएर? रातै भएमा देखिरहेछ। गेट पनि पानी खाँदैछन् सबैजनाले। हामी थाकेर एकछिन रेस्ट गरिरहेछौँ। फाइनली वी आर अराइभ्ड। हामीले टिका पनि लगाइसकेका छौँ र अब हामी जानेवाला छौँ। हेलो टिका सकेका छौँ र हामी हिँड्ने क्रममा छौँ। यस सो केही भन्? उक्लिँदा चाहिँ एकदमै थाकिएको थियो। अब झर्दाखेरि सजिलो हो तर यहाँ खुट्टा चाहिँ दुखिरहेछ। मन दुखिरहेछ। ओके यति दुःख खप्न तयार छौँ भगवानको लागि। यो अब लेडिजहरू अगाडि छन्। पछाडि बहिनीहरू आइबन्देऊ। ल हिँड्दैछौँ। अब चाहिँ हामी व्हाइट प्यागोडा गएर खाजा खाएर जान्छ होला आई थिङ्क। अनि त्यही हो हामी बाई बाई गाइज। बाटो अप्ठ्यारो छ। भ्लगमा धेरै बेर टिकिँदैन। ल बाई बाई गाइज।
त्यहाँ पुग्नु पर्ने छ, अर्को बाटो कुन छ र? त्यहाँ पुग्नु पर्ने छ। ल र हामी हेर्दै ल उयो सोधौँ ल। ल सूचना 2 शब्द जाओस्। मैले यो के गरे? मैले राख्छु बेस्ट इज हिस्ट्री। अब हामी खाजा खानु थालिसकेका छौँ। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो छ चिया? पिरो हो र धेरै हारे क्या यिनीहरूले मरि। यस ल गाइज खाजा खाने तर्खर चलिरहेको छ। अनि दादा चिया हाल्नमा लागिरहेको छ तिमी। ल अब हामी खाजा खान्छौँ अनि चाहिँ हामी व्हाइट स्तूपा जान्छौँ अनि त्यही हो। ल गाइज चिसो चिसो हावामा खाजा खाँदै चाहिँ त्यो मजा तातो तातो चिया सही मजा आइरहेछ। यताको बाटो हो। शिवको मन्दिर देख्न सक्नुहुन्छ। हामी त्यहाँबाट पुगिसकेका छौँ र अब भागोडा गाइज मास्क लगाएछौ त। ल शान्ति स्तूपा जाने बाटोमा छौँ र लेडिजहरूले अघि त्यहाँ खुट्टा दुखिरहेको छ गाइज। त्यही हो अब हिँड्दैछौँ गीत जाओस्। ओके अब हामी धेरै टाढा छैनौँ। यहाँबाट देखाइदिन्छु गाइज। हो त्यो कस्तो कालो कालो देखिएको त्यही पनि इट्स ओके ठिकै छ। पछि मेमोरीको लागि हो। अनि म यो पोस्ट गर्नेवाला नि छैन। त्यही पनि खाएर चाहिँ हामी अब अगाडि बढिरहेका छौँ। खुट्टा त पुरै गइसक्यो। तै पनि दुई तिनजना साथीहरू अगाडि छन् र मायाको दिलमा रोपिदेऊ मलाई। हामी जाँदैथ्यौँ र बाटोमा एउटा यस्तो राम्रो सुन्दर ठाउँ देख्यौँ र फेरि मैले भ्लगिङ स्टार्ट गरेँ। मेरो भ्लगमा स्वागत छ र अनि म चाहिँ त्यो देखाउनको लागि है गाइज। ओ माई गॉड रियलमा त एकदमै दामी छ। एकचोटि यहाँ भिजिट गर्नु होला गाइज। त्यही हो। त्यहाँ छ चाहिँ हामी पिस प्यागोडा आइसक्यौँ। ल गाइज कस्तो फिल हुँदैछ? पिस स्तूपाबाट फर्किसकेका छौँ। त्यहाँ चाहिँ फोटो खिच्न मनाही रहेछ। त्यही भएर भिडियो बनाएनौँ। भिडियो बनाउन फोटो त खिचेछौँ त्यो पोस्ट गर्नेवाला छौँ। र अब हिँड्दैछौँ गाइज। खुट्टा दुखेर म त हिँड्न सकेको छैन। म लास्टमै झर्न लगाइसकेका छौँ। अब हामी फर्क्यौँ। त्यही हो जे होस् अब रमाइलो भयो आजको दिन। अनि हामी यो दिनलाई याद गर्नेवाला छौँ। आइरहेछौँ लेडिजहरू पनि। ल त्यही हो गाइज। नथिङ टु से मोर। अनि त्यही हो अब जान्छौँ हामी। खुट्टा दुखिरहेको छ। कताबाट? लेग साइड तल ताल देखिरहेछ। कालो आएको चाहिँ अहिले जङ्गलमा आइपुगेका छौँ र अब त्यही हो। हेलो 2 शब्द जाओस्।
दुई शब्द ठिकै छ ओके बहिनीहरू म चाहिँ अहिले अब जुत्ता खोलिसकेँ मलाई एकदमै गाह्रो भयो अनि अब म हिँडिरहेको छु गाइज वी आर एट द बीच अफ जङ्गल ल र अब मलाई भ्लग गर्न नि सजिलो भइसकेको छ किनकि जुत्ता मैले हातमा लिइसकेँ खुट्टा जाँदैछौँ हामी जङ्गलको बाटो आई होप खुट्टामा केही खोपियोस् अनि त्यही हो ओके म हेरेर हिँडिरहेको छु तर म यो भ्यूको मजा लिन पाइनँ किनकि तल हेर्दै हिँड्नु परिरहेछ सेड लाइफ छ गाइज सेड लाइफ ओइ गाइजहरू किन दौडेको हो सुख केही भन्न चाहन्छस् गाइस रमाइलो त भइहाल्छ तर बिचको खुट्टा दुखेर इट्स ओके तर म यति यो रमाइलको लागि यति त ट्याङ्न सक्छु हल्का स्याड लागिरहेको छ तँलाई फोहोर लाग्ला यार गर्दैछु हेर्न सक्नुहुन्छ जस्तो डर लाग्दो पुल छ जाने तयारीमा छ हामी लेफ्ट साइडतर्फ बढिरहेका छौँ खुट्टा दुखेर बिजोग छ लेफ्ट साइडको जिलिबिली बिजु भइसक्यो फ्रेन्ड कहाँ ए कतिमा हो खै जानु फाइनली वी आर एट द लेफ्ट साइड ओम जय